सत्यवती बजै को हुन् वा को थिइन् भन्ने कुरा प्रष्ट नभए तापनि सत्यवती बजैको बारेमा विभिन्न प्रसङ्गहरू जनमानसमा रहेको पाइन्छ। तीमध्ये केही प्रासङ्गिक कुराहरू यहाँ उल्लेख गरिएको छ। सत्यवती बजैबारे पहिलो मिथक तथा प्रसङ्ग डाक्टर केशरजंग बरालद्वारा लिखित पाल्पा तनहु र स्याङ्जाका मगरहरूको संस्कृति, डाक्टर छविलाल विधि पाल्पाद्वारा लिखित मगरका पुर्खा सत्यवती बजै र ऋतु वर्ण राजा स्थलगत अध्ययन मगर अध्ययन, डाक्टर मीन श्रीषद्वारा लिखित भार्से अर्कुल राज्यको इतिहास, साहित्य शास्त्री यज्ञमूर्ति पाण्डे स्याङ्जा बिर्गाद्वारा लिखित सत्यवती गुल्मी र पाल्पा, गण्डकी महात्मय पारकोट राज्यको इतिहास र पुस्तकहरू र स्वर्गीय खड्कबहादुर तरामु मगरसँग लुम्पेक सत्यवती थानको पुजारी र मगर लोक संस्कृति सोरठी र घाटु गीतबारे गरिएको कुराकानीमा आधारित स्रोत र सन्दर्भहरूबाट कञ्चन खबरका लागि तयार गरिएको सत्यवती बजैबारे मिथक प्रसङ्गहरू यहाँ प्रस्तुत गरिएको छ। किम्बदन्ती अनुसार सत्यवती बजै गण्डकी प्रसवण क्षेत्रको प्राचीन पारकोट राज्यको राजा ऋतु वर्णकी श्रीमती थिइन्। दैवी शक्ति र तान्त्रिक विद्यामा निपुण सत्यवती बजैका 5 दिदी बहिनी विद्यावती, एम्बावती, धीमावती र हिमचुली देवी थिए र सत्यवती बजै सबैभन्दा जेठी रानी थिइन्। 15औं शताब्दीको उत्तरार्धमा 2400 राज्य रजौताहरू बीचको राजनैतिक शक्ति हत्याउने खेलबाट पारकोट राज्यको अन्त्य भएसँगै राजा ऋतुवर्ण र रानी सत्यवती विभिन्न लेक बेसी गर्दै शिकार खेल्दै ठूलो लुम्पेक, हँसरा, लिम्घा र फोक्सिङको शिरमा रहेको हालको बुढी सत्यवतीसम्म आइपुगेका थिए। ढुङ्गाका प्राकृतिक कुण्डहरूमा रहेको पानी, कन्दमूल खाँदै र शिकार गर्दै दिनचर्या व्यतीत गर्दै त्यही बस्न थाले। समय अन्तरालमा आफू बसेको स्थान गाउँ बस्तीबाट धेरै टाढा भएको र आफूहरू पनि वृद्ध अवस्थामा पुगेकाले सेवा नपुग्ने भएपछि त्यस स्थानबाट सरेर 16औं शताब्दीको सुरुवाततिर गाउँ नजिक र अन्य सुविधा भएको क्वाङ पाताल हालको लुम्पेक सत्यवती क्षेत्रमा आई बस्न थालेको किम्बदन्ती रहेको छ। राजा ऋतुवर्णलाई एक दिन शिकार खेल्ने इच्छा लागेछ। शिकार खेल्ने इच्छा लागेका राजा ऋतुवर्ण शिकारीको भेषमा धनुष बोकेर जंगलतिर निस्किए। त्यसपछि सत्यवती बजै पनि नुहाउनका लागि मृगको रूप धारण गरी त्यही वरिपरि रहेका ताल र कुण्डहरू नजिक बसेर नुहाउन थालिन्। मृगको रूप धारण गरेकी सत्यवतीलाई चिन्न नसक्दा साँच्चीकै मृग ठानेर राजा ऋतुवर्णले धनुष प्रहार गरे। उक्त धनुषबाट निस्केको बाणले सत्यवती बजैको कानमा लाग्यो र ताल पनि छेदन भयो। दुर्भाग्यवश बजै बहिरी भइन् र ताल पनि सुक्यो। यसरी ताल 81 सुकेको देखेपछि स्थानीयहरू आश्चर्य र दुखी हुँदै सत्यवती बजैसँग पानीको पुकार गर्न पुगेछन् र सत्यवती बजैले आफूले कानले नसुन्ने भएको र जे माग्नु छ कार्तिक शुक्ल पक्ष पूर्णिमाको दिन चिच्याएर माग्नु भन्ने संकेत गर्दै बजै अलप भइन्। त्यही समयदेखि हरेक कार्तिक शुक्ल पक्ष चतुर्दशी साँझदेखि सोरठी गीत गाउँदै जाग्राम बस्ने अनि एका बिहानै चिच्याएर वर माग्ने प्रचलन बसेको जनविश्वास रहेको छ। राजा ऋतुवर्ण र सत्यवती बजै प्राचीन कालमा विभिन्न स्थानहरूमा बसाई सर्दै आश्रय लिन पुगेका थिए। समय क्रममा बसाई सर्दै क्वाङ पातालमा आइपुगेका राजा ऋतुवर्ण र सत्यवती बजै ऋणी बास बस्न पुगेका थिए। त्यसपछि पाल्पाको अर्गली माडी हुँदै कोलडाँडासम्म रहेको ताल छेउमा पुग्दै गर्दा राजा ऋतुवर्णको देहान्त भएछ। सोही तालको केही माथिको डाँडामा राजा ऋतुवर्णको समाधि स्थल बनाइन्। रानी सत्यवती बजैले पनि सदाका लागि त्यही स्थानमा बस्ने
निधो गरिन्। यस्तै सत्यवती बजैबारे अर्को मिथक तथा प्रसङ्ग पनि यहाँ उल्लेख गर्न चाहन्छौं। यो मिथक लोक तथा पौराणिक कथामा आधारित रहेको छ। प्राचीन युगमा बुबा दक्ष प्रजापतिले छोरी सत्यवतीको विवाह भगवान विष्णुसँग गरिदिन चाहन्थे। तर सत्यदेवीले महादेवसँग विवाह गर्न चाहन्थिन्। महादेव प्राप्तिका लागि सत्यदेवीले कठोर तपस्या र निराहार व्रत समेत गरेकी थिइन्। बुबा दक्ष प्रजापतिले छोरी सत्यदेवीको विवाह विष्णुसँग गराइदिन खोजेपछि सत्यदेवीले महादेवसँग प्रेम विवाह गरिन्। सत्यदेवीको उक्त अनुशासनहीन कार्यबाट क्रुद्ध दक्ष प्रजापतिले छोरीलाई बहिष्कार गरी माइती घरमा समेत प्रवेश प्रतिबन्ध गरिदिए। दक्ष प्रजापतिले आफ्नो कुनै पनि शुभ कार्यमा छोरीलाई बोलाएनन्। बुबाको यस प्रकारको तिरस्कारबाट विक्षिप्त बनेकी सत्यदेवीले बुबाको घरमा चलिरहेको महायज्ञको अग्नि हवन कुण्डमा हाम फालेर देहत्याग गरिन्। पति महादेवले सत्यदेवीको मृत शरीर निकालेर पहाड़ पर्वत हुँदै कैलाशतर्फ जाँदै गर्दा सत्यदेवीका विभिन्न अङ्गहरू पतन हुन थाले। जहाँ जहाँ सत्यदेवीको अङ्ग पतन भए तत्तत स्थानहरूमा सत्यदेवीको थापना गरी पूजा अर्चना गर्न थालियो। सत्यवती शब्द सत्यदेवीबाट व्युत्पत्ति भएको हो। गुल्मीको ठूलो लुम्पेकको यस सत्यवती क्षेत्रमा सत्यदेवीको बुढी औंला र शिर पतन भएकाले यस सत्यवती क्षेत्रलाई बुढी सत्यवती भनिएको भन्ने पनि किम्वदन्ती रहेको छ। सोचेको कुरा पुऱ्याइदिनु होला है सत्यवती बजै। हामीलाई सबैलाई सुख शान्ति होस्, राम्रो होस् है सत्यवती बजै। सत्यवती बजैको विषयमा फरक फरक मिथक भए तापनि सत्यवती बजै बहिरी भएको र वर माग्दा चिच्याएर माग्नुपर्ने प्रसङ्गमा एकरूपता पाइन्छ। सत्यवती बजै अति पतिव्रता र मानिसको मनोकांक्षा पूरा गरिदिन सक्ने तान्त्रिक क्षमतावान थिइन्। त्यसैको विश्वासमा मानिसहरू सत्यवतीको थानमा पुगेर मनले चाहेको कुरा चिच्याएर वर माग्ने, आफ्नो मनोकांक्षा पूरा भएपछि परेवा उडाउने, बाख्राको पाठा पाठी कुखुरा र भेडाको समेत बलि दिने गर्दछन्। सत्यवतीलाई माताको रूपमा र राजा ऋतुवर्णलाई सिद्ध बाबाको रूपमा विश्वास गरी पूजा गर्ने प्रचलन रहिआएको छ। सोचेको कुरा पुऱ्याइदिनु होला है सत्यवती बजै। हामीलाई सबैलाई सुख शान्ति होस्, राम्रो होस् है सत्यवती बजै। अब त सुन्नु होला नि है बजै। ल ल ल बजै, हजुरको दर्शनको लागि हामी आछौँ है। सत्य, तथ्य, समाचार, यथार्थपरक विचार, यो हो हाम्रो कञ्चन खबर।